नमस्कार। यहाँहरूले मेरो यस युट्युब च्यानल म्याजिकल मिररमा स्वागत गर्न चाहन्छु। यस युट्युब च्यानल मार्फत निरन्तर रूपमा जीवन उपयोगी भिडियोहरू लिएर आउने क्रममा आज म पुनः अर्को भिडियो लिएर उपस्थित भइसकेको छु। यो भिडियो सुरु गर्नुभन्दा अगाडि यहाँहरू समक्ष एउटा अनुरोध गर्न चाहन्छु। मेरो यस युट्युब च्यानल म्याजिकल मिररलाई सब्स्क्राइब गरी छेउमा रहेको बेल आइकनलाई थिची अल नोटिफिकेसनलाई पनि थिचिदिनु होला, ताकि आगामी दिनमा यस युट्युब च्यानलमा नयाँ भिडियो अपलोड हुने बित्तिकै यहाँहरूलाई नोटिफिकेसन आउनेछ र भिडियो तत्काल हेर्न सक्नुहुनेछ। साथै यस युट्युब च्यानललाई ग्रो गर्नको लागि यहाँहरूको साथ सपोर्ट पनि हुनेछ। आजको यस भिडियोमा म गुड मनी र ब्याड मनीको बारेमा चर्चा गर्न चाहन्छु। यस भिडियोमा प्रस्तुत गरिएको गुड मनी र ब्याड मनीको कन्सेप्ट ग्रेसमस लसँग सम्बन्धित अवधारणाहरू होइनन्। यसमा मैले जुन पैसाले हाम्रो जीवनमा खुसी र सन्तुष्टि ल्याउँछ त्यसलाई गुड मनी र जुन पैसाले हाम्रो जीवनमा तनाव र पश्चाताप सिर्जना गराउँछ त्यसलाई ब्याड मनी भनी फरक छुट्याउने काम मात्रै गरेको छु। पैसा मानव जीवनको पर्यायवाची शब्द हो भन्दा फरक नपर्ला, किनकि जन्मेदेखि नमन्जेलसम्म हरेक कुराको लागि हामीलाई पैसाको जरुरी परिरहन्छ। पैसाको बारेमा मैले छुट्टै भिडियो बनाइसकेको छु, तसर्थ यस भिडियोमा म पैसा के हो भन्दा पनि हामीसँग भएको पैसा कस्तो पैसा हो, गुड मनी वा ब्याड मनी भन्ने बारेमा चर्चा गर्न चाहन्छु। हरेक मान्छेको जीवन चलायमान बनाउनको लागि पैसाको ठुलो भूमिका रहन्छ, तसर्थ हरेक व्यक्तिसँग पैसा हुन्छन् नै। कसैले जागिर खाएर पैसा कमाउँछन्, कसैले व्यापार व्यवसाय गरेर पैसा कमाउँछन्, कसैले आफ्नो सिप कला र ज्ञानको माध्यमबाट पैसा कमाउँछन्। मेरो दृष्टिकोणमा जागिर र व्यापार व्यवसायबाट आएका सबै पैसाहरू गुड मनी नहुन सक्छन्, तर कला सिप र ज्ञानबाट आएका पैसा भने गुड मनी हुन्। किनभने जागिर र व्यापार व्यवसायमा स्वार्थीपना मिसिई इरादा गलत भयो भने त्यहाँबाट आएको पैसा गुड मनी हुन सक्दैन। तर कला सिप र ज्ञानमा स्वार्थीपन मिसिने ठाउँ हुँदैन, तसर्थ कला सिप र ज्ञानबाट अर्जित पैसा सधैँ गुड मनी हुन्। मैले यहाँनिर भन्न खोजेको के हो भने, यदि मान्छेले पैसा कमाउनको लागि सर्टकट बाटो रोज्यो भने त्यो पैसा कहिले पनि गुड मनी हुन सक्दैन, किनकि त्यो पैसाले मान्छेको जीवनमा खुसी र सन्तुष्टि ल्याउनुको सट्टा आत्मग्लानि, डर र पश्चाताप पैदा गर्दछ, जस्तै कमिसन, घुस, अनियमितताको पैसा। तर तपाईको कला, सिप र ज्ञानको माध्यमबाट यदि अरू मान्छेको जीवनमा भ्यालु एड हुन्छ र पैसा तपाईको जीवनमा बाइ प्रडक्टको रूपमा एट्र्याक्ट हुन्छ भने त्यो पैसालाई प्योर गुड मनी भन्न सकिन्छ, जुन पैसाले तपाईको जीवनमा अपार खुसी र सन्तुष्टि लिएर आउनेछ। तसर्थ हामीले यो कुरो बुझ्न जरुरी छ कि मैले मेरो जीवनमा कस्तो पैसा अर्जित गरिरहेको छ। अहिलेको सोशल भ्यालिडेसनको प्रतिस्पर्धामा मान्छेहरू कसरी हुन्छ अकुत सम्पत्ति जोड्न तछाड मछाड गरिरहेका छन्। यदि यो भिडमा तपाईँ पनि पर्नुहुन्छ भने एकपटक आफैलाई सोध्नुहोला कि के यो पैसाले साँच्चीकै मलाई खुसी र सन्तुष्टि देला त? अर्थात् मेहनत र परिश्रम बिनाको सम्पत्ति जोड्नतिर नलागौँ। जुन सम्पत्ति बाहिरबाट अरूले हेर्दा शानदार लागे पनि तपाईलाई भने अल्टिमेटली तनाव र पश्चातापको आगोले भित्रभित्रै जलाएर खरानी बनाइसकेको हुनेछ। मेहनत र परिश्रम गरी कमाएको सम्पत्तिबाट नै तपाईलाई निर्बाध खुसी र सन्तुष्टि मिल्नेछ। यसै प्रसङ्गसँग जोडेर म यहाँ एउटा भनाइ प्रस्तुत गर्न चाहन्छु। उद्देश्य मेहनत गर्ने हुनुपर्छ, न कि पैसा कमाउने। यदि उद्देश्य पैसा कमाउने भयो भने बाटो गलत पनि हुन सक्छ। तसर्थ अन्तमा मेरो यहाँहरूप्रति यही एम्फसाइज रहनेछ कि तपाईहरुले पनि आफ्नो जीवनमा
गुड मनीलाई स्वागत गरौँ र ब्याड मनीलाई त्यागौँ। हस्त आजको भिडियो यति नै। आगामी दिनमा पुनः यस्तै महत्त्वपूर्ण भिडियो लिएर छिट्टै उपस्थित हुने बाचा गर्दै आजको यस भिडियोबाट म बिदा हुन चाहन्छु। हस्त धन्यवाद। यहाँहरूको दिन शुभ रहोस्।